को पुग्यो भने चाहिँ यस्तो टाइपमा एमिसन मेसेन्जर अहिलेसम्म सबैभन्दा याद छ कि नेपालको नेपाल च्याट रुम थियो नि को लागि साइबर संसार थियो नि ओहो मेरो पल्सर खुस्किँदैन रहेछ यार भनेर त्यही भएर 5-5.5 किलो कहिले टाइम बिहान पुरा थियो त मलाई लाग्यो भने अहिले यहाँ 5 जना मात्रै टोटल त यदि स्विमिङ पुलमा अहिले यहाँ कार्यक्रम चल्दा यदि मैले मिटिङ यति भनेर यसो भयो त बाँच्न पनि गाह्रो छ नि मर्दिने यहाँ कोही पनि लजाउँदैन नि फेरि है नलजाउने भएर आज लुगा नलाइकन आज अनिल केटी देखिउँथ्यो पछाडि भाग्थ्यो अरे साथीहरूको कुन लेभलको एक्सपर्ट हो अहिले भन्न मिल्दैन बुझ्नेले बुझिसक्यो भन्न नमिल्ने पानीवाला पिचिक पिचिक पनि खेले The Gulf Station is supported by Moin International, the leading supplier of technology solution. RD Suppliers, complete tech solution. Synchro, Smart Home, Smart Living. एउटै एपबाट सम्पूर्ण घरको सुरक्षा. The Drinkers Nepal, every CP is on us. Quick Track GPS, track with 4G GPS anywhere, anytime. हेलो नमस्ते एभ्रिवान वेलकम टु माई सो द गफ स्टेसन र आजको हाम्रो यो फर्स्ट एपिसोड यस दुवाकोट स्विमिङ पुलबाट आज हामीहरू तपाईँहरूको समक्ष आउँदैछौँ सो होप यु विल इन्जोय र यो सँगसँगै म आज सबैजना हाम्रो गेस्टहरूलाई पनि इन्ट्रोड्युस गर्न चाहन्छु होइन र हाम्रो फर्स्ट गेस्ट हुनुहुन्छ सन्तोष दाई प्लिज दाई र हाम्रो अर्को गेस्ट हुनुहुन्छ सकेश दाई प्लिज वेलकम टु द पुल दाई म सन्तोष है र यसै गरी हाम्रो अर्को गेस्ट हुनुहुन्छ राजेश सर प्लिज वेलकम हामी पानीमा छौँ है लास्ट बट नट द लिस्ट मिस्टर रबिन हाम्रो साथी रबिनजी पनि आउनुहुन्छ रबिनजी वेलकम टु द पुल वेलकम टु द सो है रमाइलो गर्नुपर्छ है यहाँ कोही पनि लजाउँदैन नि फेरि है ए पछि त्यहाँ गएर कोही होइन त्यो कुनामा बस्ने होइन त्यो गर्ने होइन है फेरि है सबजना अनि है फ्रिली जे छ भएको कुरा चाहिँ सबै पोखिदिने हो है पोखेर त यत्रो जम्मा पानी नै निस्क्यो नि घन्टै म त स्विमिङ पुल खाली भयो भन्दा नलजाउने भएर आज लुगा नलाइकन आज केटा कस्तो लागिरहेको छ वेलकम हेरेर सुतेको मान्छेलाई होइन दाइ बिहान पछाडि 6:30 बजीदेखि फोन हान्ने नि दाइ यो त भएन कि दाइ यस्तो नि मलाई थाहा थिएन नि त हिजो राति 3 बजीसम्म बसेर दारू खाएको म होइन कि म दारू खाएको कि वर्ल्ड कप मात्रै हेरेर हुन्छ दारू खाँदैन कि दाइ वर्ल्ड कपसँग दारू पनि सँगै अनि केटाहरू दारू खाइरहेको छ भनेर चाहिँ मैले पनि पछि राति 11 बजे थाहा पाएको हो दाइ होइन आज त नि बिहानै अनि कुरा थियो नि त नि हामी चाहिँ फोन गरे केटाको फोन नउठ्ने मैले पनि राति 11 बजे बल्ल थाहा पाएको कि दारू बसिरहेको भनेर होइन हाम्रो त यो सेड्युल त अलरेडी थियो मेरो चाहिँ के त भन्नाले 8 बजे 9 बजेको बेला त्यो थियो नि त अनि त्यतिखेर आउँदा गेम चाहिँ एउटा हेरेर सुतौँ भन्ने थियो अनि के होइन मेरो खास यस्तो थियो कि अब कङ्गो र पोर्चुगल म कङ्गो सपोर्ट के फेरि कङ्गो सपोर्टमै हेरिरहेको कि फेरि त्यो अलिक भन्न नमिल्ला पर्सनल्ली भन्छु या त भन्दिनँ पर्सनल्ली भन्छु प्लिज है यो कुरालाई हाइड गरिदियो है कट गरिदियो अहिलेको कुरा कट गर्नु पर्यो केही फरक पर्दैन यसमा कट गर्न पनि केही छँदै छैन यसमा के छ र कट गर्न पनि केही छैन पानी त यस्तो मजा आइरहेको छ बल्ल घाम बल्ल झुल्किरहेको छ किन हुँदैछ पानी फाल्ने काम नगर है पानी फाल्ने काम नगर है हिजो गेम बजाउँदाखेरि पानी धेरै अब चाहिँ एकदमै एकुरेट हुन्छ है वेलकम टु आवर सो स्टेसन होइन कि यो जहिले पनि बिगार्ने कारण के हो कहिले गफ स्टेसन भनेछ कहिले लभ स्टेसन भनेछ कहिले गफ स्टुडियो भनेछ अगाडिको सबैले मिलाएर बुझेर हालिदिनु पर्छ सबैले थाहा पाउनु पर्यो यो द गफ स्टेसनको सो हुँदैछ आजदेखि आज यो हाम्रो फर्स्ट एपिसोड हो इन्जोय गर्नु होला हाम्रो गफ आज हामी फर्स्ट सुटिङ नै यो अन्डर वाटर गर्दैछौँ सो आधी भित्र आधी बाहिर बेला बेला भित्र पनि छिर्दा हुन्छ तपाईँहरूलाई पनि यो सोमा यदि इन्क्लुड हुनु मन छ भने चाहिँ कस्तो ठाउँमा चाहिँ सुटिङ गर्दा बेटर हुन्छ कमेन्टमा लेख्नुहोस् तपाईँहरूलाई हामी इन्भाइट गर्छौँ विल ह्याभ टम सँगै बसेर अलिक दुवा खान होला यसरी पुरै इन्ट्रो दिनु पऱ्यो गाइज यो प्रोग्राम हामीलाई सुट गर्नलाई चाहिँ दुवाकाट ब्याङ्केटले यहाँ स्विमिङ पुल हामीलाई स्पेस अभाइलेबल गराइदिनु भएको छ स्पोन्सर गर्नुभएको छ
यो चाहिँ हाम्रो ठ्याक्क दुवाकोटको केएमसी हस्पिटलको ठ्याक्कै छेउमा छ यो एरियामा बस्नेहरूले हेरिरहनु भएको छ भने एकदम नाइस प्लेस फर यो पार्टी एन्ड जिम पनि छ यहाँ राम्रो साउना पनि छ गेट द जिम मेम्बरसिप अनि स्विमिङको लागि त तपाईँले पानी देखिरहनु भएको छ भेरी क्लिन यहाँ प्रो स्विमरहरू छ म चाहिँ प्रो स्विमर होइन यदि फेरि मलाई ट्युब चाहिन्छ अनि म चाहिँ ट्युबर हो होइन म चाहिँ ट्युबर हो युट्युबर होइन कि जस्ट ट्युबर मात्रै पनि छ तपाईँ यहाँ बसेर आनन्दले फिल गरेर फ्यामिलीसँग आएर फ्यामिली टाइम एकदम राम्रो अब होस्टलाई नै सोध्छु है जस्तै बच्चामा हामी चाहिँ अब सबैजना जन्मेपछि अलिकति बाल्यकालबाट फेरि अब यङ हुँदै अब हामी बिस्तारै दिँदैछौँ जस्तो लाग्छ है अलिक बेला भएको छैन कि हामीलाई चाहिँ बच्चाको बाल्यकालको मेमोरीहरू दिएर आउँछ नि होइन सायद फर्केर त्यही ठाउँमा जान पायो भने जस्तो मलाई पनि हुन्छ क्या अनि त्यो अहिले लगाउने कुरा गर्दाखेरि बच्चा त्यो बाल्यकालमा होइन तपाईँको त एउटा चाहिँ सकल थियो होला नि त बच्चाहरू सबभन्दा बढी को लगाउँछ के चिज लजाउने अब लगाउँछन् तर के चिज चाहिँ सबभन्दा बढी मैले थाहा पाए अनुसार अनिल केटी देख्नुदेखि पछाडि भाग्थ्यो अरे साथीहरूको केटी मान्छे त देख्नै नहुने कुनै टाइमिङसम्म चाहिँ थियो होइन यो चाइल्डहुडमा हो भने तर त्यो यस्तो थियो चाहिँ सर्टेन टाइमिङसम्म थियो नि त होइन सर्टेन टाइमिङ त्यतिकै त्यो होला 5 सम्म 6 सम्म त्यस्तो थियो होला त्यस पछाडि त कुन लेभलको एक्सपर्ट भयो अहिले यहाँ भन्न मिल्दैन अहिले भन्न मिल्दैन अहिले त जे भयो भने त एउटा भइसकेको छ एउटा फ्यामिली छ यताउता छ फेरि त्यस्तो कुरा एक्सपोज गर्नु त्यहाँ पनि असर पर्छ यो अरूलाई सिकाउने कुरो पनि होइन नि त अरूलाई सिकाउने कुरा पनि होइन बाल्यकालमा के कुरा बढी लुकाएर गरिन्थ्यो जे पनि के चिज गरिन्थ्यो बढी कुरा लुकाएर लुकाएर भन्नाले त त्यो घरमा हुने अरूसित लुकाएरै गर्नु पर्थ्यो अनि अरू सेकेन्ड अब त्यो भन्नु नमिल्ने नि त एउटा चिज फेरि बुझ्नेले बुझिसक्यो भन्न नमिल्ने त्यो बानेश्वरमा चाहिँ छ नि होइन टिमहरू थियो कि दुईवटा हल थियो कि अहिले चाहिँ त्यो आइप्लेक्स मल भएकोमा होइन त्यहाँ चाहिँ पहिला सिभलसन थियो अनि तपाईँको अनामनगरमा चाहिँ अहिले अपार्टमेन्ट छ नि जुन चाहिँ सनराइज कि के भन्छ हो त्यहाँ चाहिँ मनोकामना हल थियो होइन त्यस त्यतिखेर कस्तो भने कसैले त्यो भने घरमा भन्दैन भने फिल्म चाहिँ लास्टै हेर्न भन्थ्यो कि त्यसैले गर्दा पनि अहिले चस्मा लाउनु पर्ने भएको हो अर्को लुकेर गर्ने त्यो पनि भयो त्यो पनि डन त्यो पनि गयो सबैजनाको कमन पनि हुनसक्छ त्यो होइन अनि सबैजनाले भन्नाले आफ्नो पोइन्ट राखिदिँदाखेरि त्यो सबैको पाँचवटा के दुईवटा कति दुईवटा मात्रै तिनवटा भइसक्यो एउटा मान्दै त्यो तपाईँको कमन हो अहिले अर्को त्यो भनेको चाहिँ कस्तो ध्यान म फेरि यो सानै बेलादेखि चाहिँ होइन फुटबलमा यस्तो क्रेजी थियो नि होइन स्कुल नगइकन फुटबल खेल्न गइदिन्थ्यो कि भन्नाले अनि त्यो चाहिँ घरमा पनि थाहा हुँदैन थियो पछि चाहिँ थाहा पाउँदा त्यो साथीहरूको बल त हावा निकाल्ने गर्थ्यो कि त्यो त गरेन त्यो चाहिँ गरेन अब मलाई चाहिँ त्यो स्कुल चाहिँ त्यो होइन मैले स्कुलमा चाहिँ गरेन प्लस टूमा चाहिँ राम्रै बङ्क गरेको हो होइन स्कुलमा चाहिँ खासै गरियो प्लस टूमा चाहिँ गरियो मजाले गरियो अनि हाम्रो इन्भाइरोमेन्टै अर्कै थियो कि अब खासै त्यस्तो पहिला त्यस्तो धेरै पैसा भन्ने नै चाहिँदैन थियो नि त धेरै नै हो नि त भयो भने अब पुगिहाल्थ्यो होइन अब जस्तै हाम्रो त्यो बुच्चा सुत्ता खेल्दा के थिएन हाम्रो 50 पैसा पनि बोकेर हिँडेको हो नि त त्यतिखेर त 50 भने त त्यतिखेर 50 पैसा 1 रुपियाँ भयो भने पुग्थ्यो कि पहिला 1 रुपियाँको 16वटा आउँथ्यो पछि भाउ बढ्दै गर्दा 1 रुपियाँको 8वटा अब अहिले त 1 रुपियाँको एउटा नै आउँदैन अझ बुच्चा जितेर होइन घरमा त्यो चक्लेटको बट्टा हुन्छ नि त्यसमा भरेर राख्ने क्या बट्टा मैले यति जितेँ हिरो दाइले चाहिँ यही हिँडिदियो हाम्रो सन्तोष दाइले चाहिँ त्यही पानीवाला पिचिक पनि खेले अनि त्यो त मैले पनि खेलेँ पानीवाला त्यो सट्टा ल्याएर पिचिक मैले पनि खेलेँ त्यसलाई त मजा आउँथ्यो त्यो अब त अब एउटा सानो मिडल क्लासकोबाट हुने त्यस्तो चिजहरू भन्दा एउटा अलिक राज्यले अलिक माथिल्लो लेभलको मान्छेहरूले जोसँग केजी सिजी सक्दैन किनभने त मारियो गेमहरू ल्याएर त्यो कता घुसाएर पनि खेल्छ नि त मैले खेलेँ दाइ क्लास म त्यतिखेर क्लास कतिमा पढ्थेँ भन्दाखेरि आई गेस 6 मा पढ्थेँ फर्स्ट टाइम भिडियो गेम किनिदिनु भएको थियो मेरो मामाले वर्तमान भएको थियो मेरो वर्तमान स्कुल सकिने बित्तिकै सब केटाहरू घरमा क्या
चेन्ज गर्ने खाना घर आइपुगिहाल्ने नि मेरो बस्यो अनि मार्यो हाने त्यो बेलामा मार्ने बढी चल्थ्यो मेरो अहिले मोबाइलको रिङटोन पनि त्यही भएर मारियै छ तर हामीले गरेको क्रियाकलाप भयो होइन यो क्रियाकलाप भयो तर मलाई जहाँसम्म लाग्छ अहिलेको मान्छेहरूको जति पनि छौँ हामी धेरै जसोको चाइल्डहुड फ्रेन्ड नै अहिलेसम्म छ होला बिचको कलेज लाइफको फ्रेन्डहरू चाहिँ एउटा दुईवटा होला तर चाइल्डहुड फ्रेन्ड म्याक्सिमम कनेक्टेड हुन्छ मान्छे चाइल्डहुड के लाग्छ त्यस्तो लाग्छ स्कुल फ्रेन्डहरू बढी हाम्रोमा चाहिँ फेरि के भयो भन्दाखेरि लगभग स्कुल र टोलको फ्रेन्ड एउटै हो होइन हाम्रो केसमा चाहिँ सायद सकेसाईको केसमा त्यही नै भएको थियो अब हामीसँगको त स्कुलिङ पनि एउटै भयो होइन हामी त बुद्धनगरमा साउथ पोइन्टमै पढेको अनि म्याक्सिमम जति सबैजना बुद्धनगरकै थियो फेरि यस्तो रहेछ क्या मैले रियलाइज गरेको क्या अब बच्चा बेलामा भनेको त हामी 10 क्लाससम्म त हाम्रो बेलामा अहिलेको नभनौँ हाम्रो बेलामा 10 क्लाससम्म सबै इनोसेन्ट हो कि केही थाहा छैन क्या हामी खालि हल्ला गर्ने लफडा गर्ने पढ्ने कसैको घर पढ भन्ने कसैको घर बाल नदिने होइन त्यो बेलाको फ्रेन्डसिप चाहिँ बवाल थियो क्या त्यो विदाउट एनी इन्टेन्सन्स विदाउट एनी एक्सपेक्टेसनवाला फ्रेन्डसिप थियो नि त अनि जब हामी ग्रोअप हुँदै गयो +2 पुग्यो ब्याचलर पुग्यो अब सबै त्यो स्वार्थवाला साथीहरू जोडिनु थाल्यो होइन सबैमा जेनरलाइज गर्दाखेरि एकदम मात्रै साथीहरू म्याक्सिमम भन्दैछु मैले म्याक्सिमम भन्दैछु कि मेरो दाइ म्याक्सिमम मान्छेहरू स्वार्थमा जोडिन्छ अनि एकदम कम मान्छे मात्रै जो चाहिँ त्यो एउटा मनदेखि मिले आउँछ तिनीहरूसँग मात्रै हुँदो रहेछ कि अहिले चाहिँ हामी यहाँ 5 जना छौँ होइन 5 जनामा एउटा चाहिँ आफ्नो स्ट्रगल सुनाउँ न त के छ कसरी के छ अहिले पनि स्ट्रगल गरिराखेको छ कि छैन कि पुगिसक्यो कि स्ट्रगल त दाइ जन्मेदेखि मरुन्जेलसम्म स्ट्रगल हो कसरी ल जन्मेदेखि कसरी छ जन्मिने बित्तिकै मान्छे रोएर जन्मे हुन्छ त्यो भनेको स्ट्रगलै हो केही न केही कुरामा स्ट्रगल गरेर रुने हो त्यो बच्चा हो नि त होइन कि त खुसी भएर रुने हो कि दुःख भएर रुने दुईवटामा एउटा हुन्छ कन्फर्म हो रुवाई त होइन भनेपछि त्यो केही न केही कुरामा स्ट्रगल गरेर जन्म्यो कि त भित्रबाट स्ट्रगल गरेर जन्मेर बाहिर आयो अब संसारमा आयो भने खुसीको आँसु हुनसक्छ त्यो पनि दुई तरिकाले सोच्नु पऱ्यो अब त्यसपछि त स्ट्रगल सुरु भयो नि बाबाआमाले यो गर त्यो गर भन्न थाल्छ एउटा आफ्नो माइन्ड मेकअप नहुँदासम्म पढ्नु पऱ्यो गर्नु पऱ्यो पढाइमा दिनु पऱ्यो त्यहाँ स्ट्रगल पढाइ सकिने बित्तिकै भनेको सायद त्यही होला त्यो प्ले ग्रुप पढ्ने बेलामा एउटा जतिखेरसम्म चाहिँ बाबाआमाले अलिकति मजाले क्लियर गरिदिरहेको हुन्छ नि जस्तो अब सर्टेन लेभलमा भनौँ न अब 1 2 पुग्नु थालेपछि हामीलाई त आफै ब्याग बोकेर स्कुल जानु पर्थ्यो अहिले जस्तो थिएन नि त तपाईँको डाइरेक्ट गरेर छोडिदिनु त्यस्तो त थिएन अनि आफै जानु त्यही बेलादेखि नै थियो नि त पढ्नु पऱ्यो होइन त्यसपछि त्यहाँ त्यो स्ट्रगल त्यही थियो नि त दाइ होमवर्क गरेन भने यहाँ टिचरसँग कसरी बस्ने चाहिँ स्ट्रगलै गर्नु पर्थ्यो होइन कुखुरा बनाइदिन्थ्यो किमा उडोस मेरो कस्तो थियो भन्दाखेरि म क्लास 3 सम्म चाहिँ लास्ट हरामी स्टुडेन्ट पढ्दै नपढ्ने 5वटा सब्जेक्टमा ब्याक लाउने काकाहरूसँग बसेर पढ्थेँ ड्याडहरू हुनुहुन्थेन त्यो बेलामा यति स्कुलमा पिटाइ खाने त्यो बेलामा चाहिँ मेरो के समस्या थियो अरे हेल्थमा त्यो घाँटीभन्दा माथि यस्तो गालामा चपट लाग्ने नाकबाट जग्गा पाइन्छ कि अनि काकाले चाहिँ स्पेसली इन्स्ट्रक्सनै दिनुभएको थियो कि स्कुलमा यसलाई घाँटीभन्दा माथि छुँदैन थियो पिट्नु पऱ्यो जता खुट्टा पिटेर केही फरक परेन भनेपछि स्कुलमा चाहिँ यसलाई चाहिँ हात नलगाउनु मुर्गा जति मुर्गा मात्रै हो र दाइ डस्टर यहाँ खाइएन कि पेन्सिल यहाँ राखेर च्यापेन कि होइन अनि 4 क्लासमा पुगेपछि म धनकुटा गएर पढ्न गएँ अनि त्यहाँ गएपछि मेरो फर्स्ट एडमिसन भयो गोपेन्द्रेश्वर स्कुलमा सरकारी स्कुलमा पढाएको थिएँ अनि क्लास 4 मा फर्स्ट टर्मिनल इक्जाममा मैले टप गरेँ त्यो कन्टिन्यू गयो 10 क्लाससम्म पुग्दाखेरिसम्म मैले त्यति बेला चाहिँ सेन्टअप चाहिँ मैले कसलाई टप गरेँ टपर हो नि गर्ने सँगै छ क्या स्विमिङ गरेर आउँदैन अनि कलेज सकिन पाएको छैन अब काम गर्नु पऱ्यो करियर बनाउनु पऱ्यो फ्यामिली बनाउनु पऱ्यो स्ट्रगल चाहिँ स्टिल नाउ भरि स्ट्रगल चाहिँ अनि मर्ने बेलामा पनि त्यो बाँच्नलाई स्ट्रगल गरेर आउँछ क्या मान्छे मान्छे सेटिस्फाइड कुनै पनि अहिले बाँच्नलाई के छोडिया छ सबैभन्दा मान्छेको यस्तो हुन्छ नि त डिमान्ड होइन एउटा सिम्पल फर्मुलाबाट जाउँ न हिँडिरहेको मान्छेलाई साइकल चढ्न मन लाग्छ राइट साइकल चढेपछि उसलाई बाइक चढ्न मन लाग्छ बाइक चढेपछि गाडी चढ्न मन लाग्छ गाडी चढेपछि ट्रेन चढ्न मन लाग्छ तर आफ्नै प्राइभेट जेट होस् केही पनि सेटिस्फाई हुँदैन भन्छ त स्ट्रगल जहिले पनि त्यो पाउनको लागि स्ट्रगल लाइफमा चलि नै रहन्छ क्या स्ट्रगल आफ्नो ठाउँमा छ यसरी रमाइलो पनि आफ्नो ठाउँमा अब त्यो यसलाई पनि प्रायोरिटाइज चाहिँ गर्नु दुनियाँ छोडेर लोभ माया मोह छोडेर साधु बन्न जानेहरू हेर्नु है
उनीहरू पनि लोभ माया छोड्नलाई साला स्ट्रगलै गरिरहेको हो त हाम्रो हाम्रो यो लाइफ छोड्नलाई स्ट्रगल गरिरहेको छ के हो तपस्या गरेछ यो छोड्न सकु माया म भन स्ट्रगलै छ पनि बिचरा यहाँ त न मोबाइल दिएको छ न केही दिएको छ ओहो मोबाइलको कुरा गर्दा त हाम्रो जमाना त यार मोबाइलै हातले मोबाइल कहाँ हुँदा भाइ हामी त हामी खतरा भाइ हामीले के चलाएको रे मिग 32 च्याट गर्नलाई फेसबुक हो नि फर्स्ट होइन त्योभन्दा त्योभन्दा पनि अगाडि के त हो के अरे होइन हाइफाइभ त हाम्रो फेसबुक जस्तो अहिले फेसबुक जस्तो थियो हाइफाइ त धेरै पछि हो के दाइ त्योभन्दा अगाडि मिग हाइफाइभ पनि धेरै पछि आएको नि अनि त्यसपछि याहु मेसेन्जर आयो याहु मेसेन्जर एमएसएन मेसेन्जर मेरो अहिलेसम्म याहु सबैभन्दा याद छ कि नि नेपालको नेपाल च्याट रुम थियो नि हो त्यो नेपाल च्याट रुम होइन नेपालकै च्याट रुम नेपाल च्याट रुममै थियो के नेपाल च्याट रुम भन्ने थियो कि त्यसको लागि हामी साइडमा बसेर यस्तो हेर्ने अनलाइन पोको छ अनि त्यसमा गएर सबैभन्दा पहिला सोध्ने के थाहा छ एएसएल सोध्ने कि अनि त्यो हाम्रो लागि साइबर संसार थियो नि साइबर संसारबाट नेपाली पप गीतहरू सुन्ने त्यहाँबाट त्यो च्याट रुममा लगभग त्यही टाइप त्यस्तै टाइप हामी त्यो च्याट रुममा के फेसबुक भन्दा अगाडि उनीहरू त हो नि यो हामी च्याट रुममा एएसएल पहिला सोध्थ्यौँ नि होइन एएसएल के भने फिमेल भनेपछि बल्ल गफर थाल्थ्यो मेरो त भाग फाल्छ त्यस्तोमा फेरि कति केटाहरू केटी बनेर गफ गरिदिँदै छ ऊ च्याट गरिन्छ त्यो त्यस्तो मात्रै एउटा कुरा भनिदिउँ खास वास्तवमा चाहिँ छ नि होइन हाम्रो रविन्द्र चाहिँ छ नि होइन बाल कलाकार हो होइन तर आज चाहिँ बाल छैन आज चाहिँ बाल छैन आज चाहिँ बाल छैन है यस्तो स्टोरी हामी ग्याङहरू बसेको थियौँ स्विमिङ पुलमा अनि लाउ होइन अनि मलाई त स्विमिङ गर्नु न अनि केटाहरू स्विमिङ गर्ने मेरो काम त के भन्दा ढुङ्गा समात्रै स्विमिङ लगाउनु ढुङ्गा खोजेर लिएर आउनु पऱ्यो जसले पहिला ल्याएर उनीहरू होइन त्यो दिन चलिरहेको थियो तल्ला त्यो गाई थियो बक्सरमा थियो त्यो दिन बक्सर लिएर गाई भन्नु गाई भन्ने होइन मेरो बक्सर खुसिन्छ गाई भन्नु त बक्सर प्यान्ट जान्छ नि त अनि फेरि त्यो भएर डराइरहेको थियो बिस्तारै बिस्तारै फेरि गाई भन्दा चाहिँ लगभग लास्ट मिटर पिसेर थियो अनि बुढालाई गाई केटाहरूलाई गाई भन्दा सुकाइदिनु अरे पानी एकदम खालखाल भयो भन्ने कुरा आयो एक्साइटेड भएर गयो गाई भने ओ मेरो बक्सर खुस्किँदैन रहेछ यार भनेर एक्साइटेड भयो थाहा पायो ल एकछिन फेरि हाल्नु न त भनेर भने पुरा एक्साइटेड भएर बाहिर गयो झ्याप डाइ भने होइन बाहिर निस्किरहेको यस्तो एक्सप्रेसन क्या रगत धर्न आइरहेको होइन भयो चाहिँ के भन्दाखेरि 5:30 होइन हामी 5:30 गएर डाइ भनिदिइहाल्यो एक कलाकारी देखाइदिए गएर मुख जोतिएर क्या तल भुइँमा होइन रातको भिडियो त्यही भएर 5:30 किन कहिले डाइ मार्नु यस्तै हुन्छ स्विमिङ पुल भन्दाखेरि पनि कस्तो चाहिँ एउटा हामी तपाईँलाई यस्तो स्विमिङ पुल हुन्छ नि बच्चा खोलामा गर्नु पर्दैन खोलामा गएर त्यो अब चाहिँ लङ टाइम खेल्यो नि त दिनभरि अब त्यो पिता थियो त मलाई आयो भने अब त्यो खोलामा त के फरक मान्छे कुनै पनि गरिदिन्छ अहिले यहाँ 5 जना मात्रै टोटल मैले त बाहिर गरेर आइसकेँ स्विमिङ कोच हो एउटा कुरा है मैले यहाँ भन्छु है त नलटाउने नराख्दैन म एउटा प्राइज जोखेर गएँ 10,000 है अहिले भर्खरै यहाँ चाहिँ प्राइज अहिले भर्खरै दिनु है यदि स्विमिङ पुलमा अहिले यहाँ कार्यक्रम चल्दा यदि मैले मिटिङ थियो भने गरेको त्यही चाहिन्छ गराछु भन्नु चाहिँ एकछिनमा सबैमा चाहिन्छ होइन अहिले सबभन्दा गाह्रो भनेको मार्केट गाह्रै भइरहेको छ व्यापारको लागि अब हामी व्यापारी साथीहरू सबैजना तपाईँको अर्को फिल्डको व्यापारी पऱ्यो अब यसमा चाहिँ हाम्रो सन्तोष दाइले नै केही भन्नुपर्छ जस्तो लाग्छ मलाई किनभने विगत तपाईँ नै हो व्यापार अहिले गाह्रो स्थिति छ तपाईँलाई बाहिर के गर्दा ठिक होला कसरी जाँदा ठिक होला मान्छेलाई अहिलेको परिस्थितिमा यो सिम्पल कुरा जहाँ गाह्रो छ त्यहाँ छोडिदिनु व्यापारै छोडिदिनु त्यसो भए त बाँच्न पनि गाह्रो छ नि मर्दिने
लाइट क्यामेरा एक्सन द गफ स्टेसनको फर्स्ट सो हामी यहाँ गफाडीहरूको गफ त सुनिहाल्नुभयो होइन म एउटा मेन गफाडी भएँ हाम्रा सहायक गफाडीहरू पनि आज 4 जना थिए हामी पनि गफाडी नै हो नि फेरि। अब कस्तो लाग्यो हामीहरूको गफ कस्तो लाग्यो प्लिज डु फिडब्याक अस यसमा हाम्रो इम्प्रुभमेन्टहरू के छ र हामीले अघि नै पनि ओपनिङमा पनि भनेको थियौँ सो यस पछाडि चाहिँ नि कुनै लोकेसनमा केही छ भने हामीले अरूलाई पनि एकम्पनी गर्न सक्छौँ इफ यु हेभ सम बेटर आइडियाज प्लिज सजेस्ट अस हामी फेरि मिलेर अझै यो एउटा हाम्रो फर्स्ट एटेम्प थियो भने यसलाई अझै फर्दर प्रोग्रेस कसरी गर्ने र अझै बेटर कसरी गराउने प्लिज इन्करेज अस डु मोटिभेट अस एन्ड प्लिज सजेस्ट अस सजेसन्स आर वार्मली वेलकम थ्याङ्क यू सो मच फर बिङ विथ अस Thank you everyone for watching us. Please do subscribe Moin Entertainment. We are exclusively on Moin Entertainment. Thank you everyone. यही दिने खोजा